यो चाहिँ 2082 सालको दसैँको आज चौथो दिन हो। हामी यतिखेर यो थुरोङ दुतुस गाउँपालिका वार्ड नम्बर 3 पञ्चनको सेसेल्मो गाउँ जाँदैछौँ। मेरो ससुराल पर्छ यता। हामी यतिखेर विदेशी टारबाट आइरहेछौँ। यस्तो छ हिलो यसपालिको दसैँ। पुरै पारी नेचा माथि भनेको नेचा सल्यान हो। त्यहाँ के हो बोलेर आइरहेको छ है। आमामा यस्तो छ स्थिति। हामी चाहिँ यतिखेर बाकाञ्चोकोमा टिका लाउन गएर जमरा छैन कता हरायो। जमरा राम्रो छ मेरो चाहिँ। आऊ है भट्टाभट आऊ। कान्छीले हामीलाई कुराको स्थिति छ तल मिमबेपकोमा। कुछ यस्तो प्रकारको छ। यो चाहिँ बुढीले दिएको फुल। आज 2082 असोज महिनाको 19 गते आइतबार हो। आज भोलिसम्म लगातार पानी पर्ने चाहिँ मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ। त्यसभरि यतिखेर पहिरो गइरहेको छ, बाढी गइरहेको छ, यातायातहरू ठप्प गर्नुपर्ने स्थिति छ। कति मान्छेहरू चाहिँ पहिरोले पुरिएर हाताहाती भएको खबरहरू छ। हामी चाहिँ सुरक्षित छौँ यतिखेरसम्म। तल हेर्नसम्म चाहिँ पुरै बाढी, ठुलो खोलाको बाढी छ। यस्तो छ है स्थिति।